यो चाहिँ चक्रघटी जाने बाटो हो। हामी छुट्टीको दिन पारेर पिकनिक जान भनेर हामी शङ्कर बेली रिसोर्टतिर हामी गएका थियौँ। इटहरीबाट तररा र धरानबाट। यो चाहिँ शङ्कर बेली रिसोर्टको ठ्याक्कै मेन गेटबाट छिरेपछिको दृश्य हो। त्यहाँनिर अहिले निकै नै भाइरल स्पट भइरहेको रहेछ। धेरैजना मान्छेहरू बिदा मनाउने रिफ्रेस हुने गर्दो रहेछ। त्यहाँको अहिलेको मेन आकर्षक चाहिँ यो जुन फुलहरू देखिन्छ, वरिपरि ताल अनि फुलहरू देखिन्छ। यसले चाहिँ निकै नै आकर्षित बनाउँदो रहेछ मान्छेहरूलाई। छुट्टीको दिनमा त एकदमै भिडभाड, धेरै मान्छेहरू आफ्नो धुनमा है फोटो खिच्ने, टिकटक बनाउने, यस्तै नै रमाइलो गर्दो रहेछ। मैले पनि यही अवसरमा केही दुई चारवटा भिडियोहरू, फोटोहरू लिएको थिएँ। यो दृश्य एकदमै राम्रो देखिन्छ। ताल, यो वरिपरिको वातावरण पनि एकदमै शीतल, गर्मीको समयमा जाँदाखेरि शीतल पनि धेरै नै राम्रो रहेछ। त्यस पछाडि यो दृश्य पनि तपाईँले देख्न सक्नुहुन्छ। यहाँनिर यो तालको बिचमा भएको टाढा टाढा दृश्यहरू पनि राम्रो देखिन्छ। त्यो दिन छुट्टी भएको हुनाले त्यो ठाउँमा चाहिँ एकदमै मेला जस्तै मान्छेहरू भेला हुँदो रहेछन्। त्यहाँ मेलै लागेको